हावा खतरा छ नि त यहाँ उडाउँछ पो त यहाँसम्म ठिकै छ परतिर डाँडातिर गयो भने त अझै उडाउँछ त्यस्तो छ क्या यो चाहिँ किन लुङटो छिमा राख्नुभयो भन्दाखेरिमा चाहिँ हाम्रो राई भाषामा चाहिँ लुङटो भनेको चाहिँ ढुङ्गो अन्त छिमा भनेको चाहिँ सालको बोट के अनि सालहरू पनि यता टन्नै छ नि त यही साफसु चाहिँ उहाँ गएर त्यो कोसीमा मिसिएको छ हो है उमेर त हो मान्छेको एउटा एउटा चिज लेखिन्छ क्या क्लासमा पहिला लेख्थ्यौँ केटाकेटीहरू बच्चामा सल्लाहको रुखतिर पनि चढाएको छ भिर भन्नुहुन्छ भने बाँदर लडी मर्ने छ हो हेलो 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 सम्पूर्ण मित्रहरूमा नमस्कार यसरी नै तल हावा यस्तो खिलिरहेको छ हो आज चाहिँ नि आज होइन सधैँ नै सुनिरहेको छ कि छैन होइन त्यो चाहिँ थाहा भएन किनभने हावा धेरै खेलिरहेको छ वारेमतुङ तपाईँहरूलाई टोल देखाउँछु म सर्वप्रथम होइन हाम्रो चाहिँ गाउँ उभो पनि गाउँ छ होइन उता पनि गाउँ छ पनि गाउँ छ होइन बिचमा चाहिँ टक्क के छ भनेदेखि जङ्गल छ क्या त्यस कारण हामी चाहिँ माथिबाट उँधो गाई लाउँदा पनि तलतिरको बाली खान्छ भनेर हेर्नुपर्ने हुन्छ होइन तलतिरको ल्याउँदा त अब माथितिर निस्किने खासै सम्भव छैन हाम्रो चाहिँ तलतिर चाहिँ यता चाहिँ किन आउँछ भने धेरै जसो प्रायः गाई चाहिँ किनभने यता धेरै हावा खेल्छ नि त डाँडा छ पाखा छ हावा खेल्छ धेरै त्यो भएर प्रायः गाईहरू यतै चल्छ अनि यति बेला आइसकेको छु हो वारेमतुङको चाहिँ गाउँको टोलको चाहिँ भ्यू देखाउनुको लागि होइन जुन चाहिँ गोठालामा जङ्गलको सबैभन्दा मुनिको भेगबाट चाहिँ देखिने गर्छ अन्त ढुङ्गा चाहिँ यस्तो छ होइन लडिन्छ होला यो यहाँ मैले झोलासोला राखिसकेको छ बिस्तारै होसियार जानुपर्ने हुन्छ होइन लड्यो भने फेरि आम्बो है यस्तो छ क्या होइन अन्त के भन्दाखेरिमा यो ढुङ्गोलाई चाहिँ यो अहिले म जहाँ बसिरहेको छु नि यसलाई चाहिँ लुङटो छिमा भन्छ क्या यता पनि मजाले हेर्न सक्नुहुन्छ लुङटो छिमा भन्छ क्या यो चाहिँ किन नामकरण गर्नुभयो यो पनि वारेमतुङतिरकै बासिन्दाहरूले राख्नु भएको नाम हो यसलाई लुङटो छिमा यो चाहिँ किन लुङटो छिमा राख्नुभयो भन्दाखेरिमा चाहिँ हाम्रो राई भाषामा चाहिँ लुङटो भनेको चाहिँ ढुङ्गो अन्त छिमा भनेको चाहिँ सालको बोट के अनि सालहरू पनि यता टन्नै छ नि त यतातिरै देख्न सक्नुहुन्छ साल पनि छ अनि लुङटो भनेको चाहिँ ढुङ्गो साल भएको ढुङ्गो भनेको चाहिँ हो क्या यसको मतलब चाहिँ अन्त यो होइन यस्तो छ यो मकै चाहिँ यस्तो भइसकेको छ हो वारेमतुङतिर देखिएको छ कि नै अनि यस्तो छ मकै चाहिँ देख्न सक्नुहुन्छ होइन हामीले विशेष यहाँनिर जोगिनु पर्ने चाहिँ भनेको यहाँनिर हो क्या यहाँ के काम पनि गर्दै हुनुहुन्छ मान्छेहरू होइन हात हल्लिरहेछ अनि यहाँ चाहिँ हाम्रो प्रायः जसो गइहाल्छ क्या वस्तु गइहाल्छ यहाँ चाहिँ प्रायः जसो अनि हो त्यहाँ हेर्नुपर्ने हुन्छ मेन हामीले गुणा चाहिँ यता प्रायः जसो कमै मात्रामा जान्छ है तपाईँको अन्त यो चाहिँ मेरो साथीको घर हो आफ्नै आत्मीय दोस्तको घर हो होइन स्मल चामलिङको अन्त यो चाहिँ के भन्छ यो वारेमतुङ टोलको चाहिँ यहाँको टोलको चाहिँ फुटबल खेल्ने ग्राउन्ड के जुन चाहिँ 11 साइजको छ ठुलो छ अनि त्यहाँदेखि मासतिर पनि छ 7जनाको टिम अट्ने होइन अन्त त्यो तल्लोमा प्रायः खेल्दैन किनभने यहाँ पनि युवाहरू अहिले कमै हुनुहुन्छ त्यही त आफ्नो आफ्नो बाध्यताले कोही कता जान्दा होला अन्त एउटा मैले देखाउनु खोजेको कुरा चाहिँ अरू त के छ भन्दाखेरिमा हेर्नु होइन अहिले एकदमै राम्रो देखिन्छ कि यो ढुङ्गाबाट लुङटो छिमाबाट चाहिँ यो गाउँ चाहिँ हरियाली छ होइन मकै चडक्क छ तपाईँको यहाँको चाहिँ यो स्कुल हो होइन यो स्कुल हो होइन आधारभूत तहको हो क्या यो चाहिँ जन 5 सम्म छ के भन्छ होइन यो देखिएको चाहिँ पुरानो गाउँ हो होइन यो पुरानो गाउँ हो अन्त यो चाहिँ यो साफसु
साप्सु खोला यसलाई पन्थे दह पनि भन्ने गर्छ यो दहलाई चाहिँ ठ्याक्कै एक्ज्याक्ट चाहिँ। अन्त यता हेर्नु होला यही साप्सु चाहिँ वहाँ गएर त्यो कोसीमा मिसिएको छ हो है। अनि यो कोसी उता गएर चाहिँ त्यहाँ भण्डाडे भन्ने ठाउँ छ, त्यो भण्डाडे पनि देखिन्छ सम्भवतः। पल्लो त्यो दलमती भन्ने डाँडादेखि चाहिँ छ्याङ्गै नै देखिन्थ्यो होइन, तर अब त्यहाँ जाने सम्भव छैन किनकि गाईहरू यता छ नि त। अन्त जति देखिन्छ भण्डाडे त्यति म भण्डाडेको पनि तपाईँहरूलाई थोरै त्यहाँ होइन भ्यू देखाउँछु ल। यति बेला भण्डाडेको चाहिँ जति देखिन्छ त्यति चाहिँ भ्यू देखाउनुलाई जाँदैछु होइन। अब परबाट त मजाले देखिन्छ नि छ्याङ्गै होइन। अब त्यो डाँडामा जाने सम्भव छैन होइन, गाई पनि अब बाटो लाग्ने बेला भयो। त्यसैले यतापट्टि चाहिँ यो के भन्छ यो डाँडादेखि चाहिँ यता पऱ्यो, अन्त त्यो गइरहेको भएको कारणले यता चाहिँ अलिक प्रष्ट सुनिरहेको होला होइन। कतिर चाहिँ बोलेको केही सुनिँदैन होइन, किनभने खतरा हावा चलिरहेको छ क्या, त्यही भएर हावा खतरा छ नि त। यहाँ उडाउँछ पो त, यहाँसम्म ठिकै छ, परतिर डाँडातिर गयो भने चाहिँ अझै उडाउँछ, त्यस्तो छ क्या। ल देख्नु सक्नुहुन्छ तपाईँहरूले, यो चाहिँ त्यो अलिअलि देखिएको छ त्यो कोसिनेर छेउमा अब त्यहाँसम्म सर्लक्क बसेको जग्गा छ। अनि ठुलो धेरै छ क्या त्यहाँको मान्छेहरू, अन्त त्यो धेरै राम्रो छ। मकै पनि खेतमा पाएको रहेछ हो। अनि यो चाहिँ पारी, यो पारी चाहिँ यो वारी हो, यहाँ चाहिँ ठुलो छ निकै छ क्या घर, मतलब त्यहाँ ग्रुपको भएको छ देख्नु देखिएन क्या, त्यो चाहिँ देखाउनु सकेन किनभने अब यहाँ डाँडाले छ नि त, ऊ त्यस्तो देखिराख्नु भएको छ नि, त्यो डाँडाबाट गर्ने भने फेरि सबै सकिएन। अनि यो कोसीबाट पारी छ नि, यो कोसी उदयपुर जिल्ला पर्छ। अनि यो कोसीदेखि वारी चाहिँ हाम्रो खोटाङ पर्छ है होइन। मतलब के भन्न आँटेँ मैले, त्यो टुवा खोलादेखि उता चाहिँ अर्कै गाउँपालिका पर्छ, के भन्छ खोट्याङ गाउँपालिका पर्छ। अन्त त्यो टुवा खोला भन्छ एउटा, त्यहाँ यहाँबाट देखिँदैन, त्यहाँबाट यता चाहिँ हाम्रो यो दिपुङ चुचुमा गाउँपालिका पर्छ होइन। त्यो सिमाना पनि अब त्यत्रो बढो त मलाई पनि थाहा छैन होइन, यस्तै हो। गोठाला गर्ने मान्छेलाई कसरी थाहा हुन्छ र त्यो लागि चाहिँ। अनि मैले भनेको है त्यो क्यामेरा फेरि यस्तो यो फेरि जिम गर्छ क्या, फोकस गर्दैन। मैले भनेको त त्यो पारी कोसीदेखि पारी चाहिँ के भन्छ उदयपुर, अनि सिमाना चाहिँ त्यसरी छुटेको छ। त्यहाँदेखि यता चाहिँ हाम्रो खोटाङ पऱ्यो। अब मेरो गाई पनि हऱ्यो, गाई हराएपछि तपाईँको अरू त केही होइन, गएर बाली खायो भने बाउले बिताउँछ, त्यतिकै मलाई थाहा छ प्रष्ट। विद्यार्थी तिमीहरूको इक्जाम होइन, यिनीहरूको चाहिँ इक्जाम चलिरहेछ होइन। कतिदेखि हो, अब कतिवटा सब्जेक्ट बाँकी छ? एउटा आज कुन हो सब्जेक्ट? हो इकोनोमिक्स, के भन्छ नेपालीमा? अर्थशास्त्र हो। ल ठिक छ। उयो के भन्छ यहाँ देख्न सक्नुहुन्छ यो रुखमा यहाँ सिम्बल बनाएको छ, यो चाहिँ लेख्ने को हो? त्यो रुखमा नि त्यो ए बनाएको छ नि, त्यो कसको काम हो? आयुषको। अनि इक्जाम कस्तो भयो? राम्रै भयो नि? केही सुनेको छैन, सुन्नु चाहिँ बस न भाइ। गोठा लगाएको हो भने त स्कुलमा पनि धेरै भोक लाग्छ, गोठा लगाएको धेरै भोक लागेर भाइको झोलामा चाहिँ के छ भनेर चेक गरेको, मेरो अस्ति केही नै रहेछ होइन। भनेमतिरको त्यो मैले अघि देखाएको गाउँको चाहिँ विद्यार्थी भाइ बहिनीहरू हो क्या। यो बेबुनुको लप पर्दैछ क्यारे कि के हो, खुब मस्किन्छ तपाईँ।
आइज है एउटा गोठाली त्यहाँ आइज है आइज यहाँ बाख्रा चिउन नमानेर अहिले कुद्दै आइरहेको उमेर त हो मान्छेको एउटा एउटा चिज लेखिन्छ क्या बाँसमा पहिला लेख्थ्यो केटाकेटीहरू बच्चामा सल्लाहको रुखतिर भनिसकेको यस्तो देखिरहेको छ होइन बाढी आइरहेको रहेछ ल पुरा यस्तै हो पुरा यस्तै भन नि त तिमी ल यसलाई नदेखाउनु अहिले ल है जोस् विद्यार्थी भाइ पनि रमाइलो भइरहेको छ होइन यसको नाम के भन्छ अरे प्यारे छ आँखामा यो अमेरिकामा खरिदेको हुँदैन है ल मेरो भन्ने अब टक्क गाई म खोज्नु जानुपर्ने हुन्छ यहाँ छोडेर गएको गाई चाहिँ हराइसकेको छ ल मित्रहरू म भने चाहिँ त्यो डाँडाबाट चाहिँ अहिले यो डाँडामा आइसकेको छु हो यसलाई चाहिँ भिरै भिर्छ यहाँ पनि यसलाई चाहिँ के भन्छ भन्दाखेरिमा छाबु भन्छ क्या छाबु भन्छ खै त्यसलाई चाहिँ के भन्छ मलाई विश्लेषण गर्नु आएन भिर भन्नुहुन्छ भने बाँदर लडी मर्ने छ हो अनि लडी भने त बाँचिँदैन खासै यहाँ तल घागी खोला भन्छ यस्तो छ डडाबना ठाउँहरू चाहिँ हो तपाईँको यो दलमाती भन्ने ठाउँ चाहिँ अन्त मेरो गाईहरू यहाँ तलतिर लसक लसक उहाँ जाँदो रहेछ खैर केही छैन त्यही हो हावा एकदमै खतरा चलिरहेको छ गोठालै मात्रै आउनुपर्छ होइन भोलिदेखि मकै धमाधम खन्ने कार्यक्रम छ गोड्ने कार्यक्रम छ भोलि हुन्छ कि पर्सि हुन्छ खेताला खोज्नुपर्ने हुन्छ भेटिन्छ भेटिँदैन हावाले गर्दा केही सुनेको छैन त्यस्तै हो मान्छे उडाउने हावाले यो मार्नु आँटिसक्यो जाडै भइसक्यो अब त अन्त त्यही हो के गरौँ भइरहेछ आरामले खुट्सालेछु अरू केही पनि गर्नु परेन है ल